अन्त अब यति टाढो आएपछि जसरी पनि जित्नै पर्छ। देखाइदियो भाइ ग्राउन्डहरू कस्तो राम्रो छ। अहिले फिलहाल भने चाहिँ हामी चाहिँ अब ओत्लाबाडी उयो भइसकेको छ हो। हेर्न सक्नुहुन्छ यो मन्दिर नयाँ नयाँ ओपनिङ भएको। दादाले ड्रेसअप गर्दैछ, साथीले पनि ड्रेसअप गर्दैछ हो। लेट्स सी हेर्नुहोस् जित्नुहोस् है समीर। समीरबाट आशा छ। यहाँ ड्रेसअप हुँदैछ, चेन्ज हुँदैछ। राजेश दा गाइस वेलकम टु माई न्यू व्लग। अनि आज भने चाहिँ हामी चुइकिम जाँदैछ होइन। सडनली प्लान भएको छ दादा र म। जुन चाहिँ को दादा भन्दा चाहिँ पवन दा जस्तै हाम्रो सिङ्गर थियो नि। तपाईँहरूले एकदम पुरा डिमान्ड गर्नुहुँदै थियो इङ्ग्लिस गाना पनि सुन्नु भनेर। उही दासँग चाहिँ हामी फिलहाल चाहिँ अहिले चुइकिम जाँदैछ। अनि एकदम भ्लगमा पनि एकदम हेरिरहनुहोस्। एकदम आज इन्ट्रेस्टिङ प्लेसहरू तपाईँहरू देखाउँछु। फिलहाल भने चाहिँ हामी गाउँबाट निक्लिसकेको छ। अनि हाम्रो साथीहरू चाहिँ अगाडि गइसकेको छ। अहिले भने चाहिँ हामी दादा र म चाहिँ हाम्रो गाउँबाट। अन्त के छ प्लान? अब स्विगिङ गएर भेटौँ न। ओके स्टे ट्युन। फिलहाल चाहिँ अहिले चाहिँ हामी अब हाम्रो गाउँ छोडेर नक्टी आइपुगेको छ। अहिले चाहिँ अब यहाँदेखि हामी जानुपर्छ पहिला सुनगाछी, अनि सुनगाछीदेखि मालबजार, त्यहाँदेखि बाख्राकोट। हेर्नुहोस् यो चाहिँ हाम्रो नक्टी हो, छेउको गाउँ। फिलहाल चाहिँ मालबजार आइपुगेको छ होइन। मालबजार हस्पिटल उयोमा यहाँ आइपुगेको छ। अहिले चाहिँ हेर्नु सक्नुहुन्छ ट्राफिक कतिको छ। हामी डामडिङमा आइपुग्यो होइन। अनि अहिले चाहिँ हामी डामडिङ क्रस हुँदैछ। यहाँबाट माथि जानु भने चाहिँ पूर्वथान। फिलहाल भने चाहिँ हामी चाहिँ अब ओत्लाबाडी उयो भइसकेको छ हो। हेर्न सक्नुहुन्छ यो मन्दिर नयाँ नयाँ ओपनिङ भएको। यहाँ हामी फेरि ओत्लाबाडीमा आइपुगेको छ हो। थ्याङ्क गड रेड लाइट थियो, ग्रिन लाइट भइहाल्यो। अहिले भने चाहिँ हामी बाख्राकोट जानेबाट आइपुगेको छ। अनि तपाईँहरू एकदम मालबजारबाट आउनु हुँदैछ भने चाहिँ यहाँ बाख्राकोटको उयोमा आएर चाहिँ राइट टर्न लिनुहोस् बाख्राकोट जानु लागि चाहिँ हो। बाख्राकोट मोडदेखि यता चाहिँ यहाँ राइट टर्न मालबजारबाट आउनु हुँदैछ। उता सिलगढीबाट साइडबाट आउनु छ भने चाहिँ एकदम लेफ्ट आउनुपर्छ होइन। अनि अहिले भने चाहिँ हामी बाख्राकोट एन्टर गरिसकेको छ। फर्स्ट रेलवे गेट भइरहेको छ हामीले हो, हेर्न सक्नुहुन्छ। बाख्राकोट हाई स्कुल आइपुगेको छ होइन। तपाईँले यहाँ आइपुगेपछि चाहिँ यहाँ राइट लिनुपर्छ। यहाँ राइट पुगेपछि चाहिँ हामी यो बाख्राकोट हाई स्कुलको अगाडि गेटमा चाहिँ अनि यहाँ आर्मी क्याम्पबाट छिरेर जान लिनुपर्छ। हेर्नु सक्नुहुन्छ यो एकदम कमेन्ट गर्नुहोस् है ल। कसले यो चिने यो रोड हेरेर कसले चिने लु मलाई कमेन्ट गर्नुहोस् है। यहाँ चाहिँ हामी जानुपर्छ लेफ्ट। हेर्नुहोस् आजको वेदर अनि रोड कस्तो छ, एकदम बवाल छ। रोडहरू बवाल देखाउँछु आज। हेर्नुहोस् सिन हेर्नु आज हेर्नुहोस् है। इन्ट्रेस्टिङ प्लेस जग्गा देखाउँछु हेर्नुहोस् है। मेन सेलिब्रेटी पुल चाहिँ आफू चाहिँ देख्छ है। अब चाहिँ एकदम त्यहाँ आधी बाटोबाट नफर्किनुहोस् है। अझै माथि आएर एकदम पेसेन्ट साथ आउनु। केही छैन भनेर नसोच्नु। हेर्नुहोस् माथि ए यस्तो छ है। अनि अहिले चाहिँ अलिक खराब बाटोहरू खराब छ हो। अलिक होसियार नयाँ नयाँ ड्राइभरहरू चाहिँ अलिक आरामले आउनुहोस्। लागिसक्यो हो। अहिले दुईजना चाहिँ हामी चाहिँ दुईजनामा ज्याकेट सेकेट पनि केही छैन। हामी अलिक छेउ भनेर आएको। खासमा चाहिँ निकै टाढो रहेछ। जाडोले चाहिँ अब अलिक निकै चाप्छ जस्तै छ है। हेर्नुहोस् है एकदम जो आउँछ आउँदाखेरि चाहिँ ज्याकेट चाहिँ लाएर आउनुपर्ने रहेछ है। त्यहाँ
ओत्लाबाडी माथि बाख्राकोटदेखि माथि चाहिँ जाडै हुँदो रहेछ गरम महिना पनि यस्तो छ हेर्नुहोस् त्यो मेन प्लेयर आज हो यसको गेम हेर्न आएको यो चाहिँ साथी हो नि हामी चाहिँ आज सन्यासी डाँडामा खेल्न आएको छौँ होइन अन्त अब यति टाढो आएपछि जसरी पनि जित्नै पर्छ देखाइदियो भाइ ग्राउन्डहरू कस्तो राम्रो छ हेर्नुहोस् ग्राउन्ड चाहिँ यस्तो छ यो फर्स्ट म्याच हुँदो रहेछ अनि सेकेन्ड म्याच चाहिँ हाम्रो रहेछ अनि अर्को दादा छ दा के छ भन्नु म त केही छैन भाइ दुख्यो मात्रै बाइक बसेर यो दालाई चाहिँ चिन्नुहुन्छ होला एकदम भ्लगमा छ र भ्लगमा अनि यहाँ हेर्ने दा चाहिँ एकदम स्टिल छ दादाले ड्रेसअप गर्दैछ साथीले पनि ड्रेसअप गर्दैछ हो लेट्स सी हेर्नुहोस् जित्नुपर्छ है समीरबाट आशा छ यहाँ ड्रेसअप हुँदैछ चेन्ज हुन्छ राजेश दा सेटर रहेछ नेक्स्ट टाइम जाँदाखेरि चाहिँ नि यो चाहिँ जर्सी सेट रहेछ प्लेयरको हालत त्यस्तो छ अहिले सेट छ मच्चा भन्दै थियो चाहिँ वेदर यस्तो भएछ अब चाहिँ गेम पनि पोस्टपोन होला अहिले भने चाहिँ हामी चाहिँ दादा म उयोहरू चाहिँ निक्लिँदैछ अब चाहिँ अनि भिडियो यतिमै अन्त गर्दैछु अनि लाइक सेयर कमेन्ट गर्नु नभुल्नु तपाईँ अहिले नेक्स्ट भ्लगमा भेटौँ